हेलो एभ्रिवान, मेरो फेसबुक भ्युवर्सहरू, सपोर्टर्सहरू है, फलोवर्सहरू, हजुरहरूको निम्ति आज एउटा भिडियो बनाउन एउटा सम्भावना भनौँ न है, सम्भावना बोकेको एउटा भिडियो लिएर म आज हजुरहरू समक्ष हजुरहरू समक्ष छु। सबैलाई नमस्कार भने म यहाँबाट चाहिँ ओह्रालो जाँदैछु। अब तपाईँहरूलाई म एउटा जग्गा लगेर जानेछु, जहाँनिर चाहिँ तपाईँहरूले धेरै कुरोको जानकारीहरू पाउनुहुनेछ। म जस्ट अहिले दादालाई फोन गर्दै थिएँ, फोन छोडिराख्नु भएको रहेछ। सोध्नु पऱ्यो नि त है, आउँ कि नआउँ भनेर होइन। म सट्टै जाँदा पनि अलिकति अप्ठ्यारो हुन्छ होला भनेर मैले दादा आइपुग्नु भयो, बजार जानुभएको थियो रहेछ, बात मार्नुपर्छ है भनेर भनेको। म त आएँ भनेर भनेको, ल आऊ भनेर घरमा झर्नु भएको छ। र म चाहिँ यहाँ अहिले जाँदैछु, यहाँनिर जाँदैछु। तपाईँहरूले गेस गर्नु सक्नुहुन्छ है, अलिअलि कसैले त अब गेस पनि गर्नुभयो होला। मेरो नजिक टाढामा रहेका फलोवर्सहरू यहाँ हेर्नुहोस्, यहाँनिर चाहिँ यस्तो खालको सेटअप गर्नुभएको छ दादाले चाहिँ। यहाँनिर चाहिँ यस्तो खालको सेटअप छ दादाको। अब चाहिँ म तपाईँहरूलाई फुल भ्यूमा लाँदैछु। फुल भ्यूमा लाँदैछु म चाहिँ यहाँनिर। अब चाहिँ तपाईँहरूलाई म फुल भ्यूमा लाँदैछु, हेर्नुहोस् है। ल यहाँनिर चाहिँ लेखेको छ, यहाँको जो कोही आउनुभएको छ भने तपाईँहरूलाई त याद पनि होला यो कहाँ छ भनेर है। यो लोकेसन भन्नुपर्दा चाहिँ मङ्पुको, यो चाहिँ तपाईँको मङ्पु पर्छ, त्यहाँ रेसिप बजार भएर त तपाईँ यता आउनुपर्ने हुन्छ बिच कमानपट्टि। बिच कमानको चाहिँ 23 नर्सरी धुराको नजिकमा चाहिँ मेरो दादा है, एकदमै मजाको मान्छे, मसँग चाहिँ अब एकदमै मिलनसार हुन्छ, हाम्रो झोकाझोकी पनि हुन्छ। मेरो स्टुडेन्टको घर हो यो। म यहाँनिर मनले नै जितेर आउने गर्छु। र म चाहिँ यहाँ आइसकेको छु, किरात निवास नियर 23 नर्सरी। म चाहिँ यहाँ आइसकेको छु। आज म तपाईँहरूलाई के देखाउँछु हेर्नुहोस् है। यहाँ चाहिँ म यो कुराहरू लिएर आएको हो। यो चाहिँ यहाँनिर एन्जिलियम फुलिरहेको छ भाउजूले चाहिँ प्लान्टहरू गर्नुहुन्छ अरे। यो चाहिँ रबरको प्लान्ट हो, हेर्नुहोस्। यहाँनिर चाहिँ अर्किड छ, यो त सिम्बोडियम अर्किड हो। यो चाहिँ सिम्बोडियम अर्किड हो। यहाँनिर ककहरू बसिसकेको रहेछ। यो चाहिँ दादाको निजी सम्पत्ति हो, यो प्राइभेटली गर्नुभएको दादाले, एकदमै यो चाहिँ निजी सम्पत्ति हो दादाको। यो चाहिँ निजी सम्पत्ति हो। म अस्ति आउँ भन्दै थिएँ, मैले हेरेको प्लान्टहरू त सबै बढेर ठुल्ठुलो भइसक्यो। ठुल्ठुलो भएछ। के भएछ अरे? के भएछ अरे? तपाईँले मलाई छोडे नि है, तपाईँले मलाई छोडे नि है। ए छोडे नि। यहाँ हुनुहुन्छ खास मान्छे, हाम्रो खास मान्छे चाहिँ यहाँ हो। उहाँ चाहिँ को हुनुहुन्छ भन्दाखेरि चाहिँ रवि राई, उहाँको शुभ नाम चाहिँ रवि राई हो, मेरो स्टुडेन्ट प्रिन्सेसको बाबा, फादर है। अनि उहाँ चाहिँ फेमस कार्टुनिस्ट जो अहिले हामीसँग हुनुहुन्न, स्वर्गीय विलास राईको उहाँ चाहिँ कान्छो है तपाईँ? कान्छो भाइ विलास राई भीमा भन्छ। त्यति बेलाको समयमा उहाँ जहाँ उहाँ काठमाडौँमा बस्नुहुन्थ्यो, उहाँको कर्मथलो चाहिँ काठमाडौँमा चाहिँ उहाँले त्यति बेला फेमस म्यागजिन निस्किन्थ्यो काठमाडौँबाट, मलाई थाहा छ। वेबमा पनि मैले विलास भीमाको चाहिँ कार्टुनहरू चाहिँ तपाईँहरूले अहिले पनि हेर्नु सक्नुहुन्छ। नेपालदेखि हेर्नुहुँदैछ भने, नेपालदेखि मेरो भिडियो हेर्नुहुँदैछ भने तपाईँहरूले त्यहाँ खोज्नुहोस्, वेबको म्यागजिनमा कार्टुनिस्ट विलास भीमाको कार्टुनहरू चाहिँ तपाईँहरूले पाउनुहुन्छ। त्यहाँनिर एकदमै इन्फर्मेटिभ भिडियो थियो क्या। एउटा मलाई थाहा छ बुबु, कि एउटा बुबुले बनाउनु भएको थियो एउटा भिडियो। कस्तो हो भन्दाखेरि चाहिँ हरेक मान्छेले चाहिँ क्या, अब एयरबड चाहिँ कानमा हाल्यो क्या, हिँडिरहेको मान्छेले पनि होइन, अन्त बिजुलीको पोस्टमा चढेको मान्छेले पनि हो। अहिले त्यस्तै भएन, त्यो पहिल्यै सोचिसकेको थियो उसले, उहाँले पहिल्यै सोचिसक्नु भएको थियो क्या, विलास दाले चाहिँ अब कल्पना गरिसक्नु भएको थियो। भोलिको दिनमा चाहिँ मान्छेलाई चाहिँ यो कुरोहरूले यसरी छोप्छ, यो कुरोहरूले यसरी गर्छ भनेर कि आउँदैछ भनेर त्यो सम्भावनाहरू उहाँले देखिसक्नु। ल त हामी यहाँ अब खास कुरो हेर्नु जाँदैछौँ बुबुको। म आउनु पाएको थिइनँ कि, आउनु पऱ्यो भनेर कि यहाँ आज चाहिँ अब लुकिन कालो आइज, आज चाहिँ हामी जाँदैछौँ।
मैले मलाई भने नि रोशन भाइले कि दिवसले भन्दाखेरि चाहिँ बजारमा हुनुहुन्थ्यो भने फेरि यसो हेऱ्यो कति बजी भनेको 12-10तिर हुनुहुन्थ्यो भने नि त अन्त 12-10तिर त हुनुपर्ने भनेर चाहिँ म आएको आज चाहिँ परखी हातहरू हो कस्तो फेरि अन्त दाजु भाउजू नै खतरा छ नि नगरी आएको फोन नगरी आयो भने फेरि फोन चाहिँ छोडेछ क्या अब फोन चाहिँ छोडिराखेर घरमा छोडेर जान्छ हो नम्बर त आइरहेको रहेछ म त सरप्राइज आउँछु नि म त सरप्राइज अब यहाँ चाहिँ हामी जाँदैछु यो चाहिँ बुबुसँग मेरो सल्लाह भएको थियो तर अब बुबु भयङ्कर इन्ट्रेस्ट राख्नुहुने मान्छे है मेरोमा चाहिँ त्यस्तो इन्भेस्टमेन्ट छैन बुबु भनेर मैले फ्याक्ट सबैकोमा कहाँ हुन्छ मन हुनुपर्छ त्यो चाहिँ हो फेरि है त्यो चाहिँ हो मन ठुलो हो मैले मन बनाएको छु योपालि मैले पक्का मन बनाएको छु मन हुनुपर्छ मैले मन बनाएको छु के भन्छ लु हिँड्नु न सीता मनो के म पुऱ्याइदिन्छु भन्छ अरे नि त हो पक्का हो बुबु यहाँ हेर्नुहोस् है अब चाहिँ हामी जाँदैछु अब बुबुले मलाई 1 साल अगाडि 2 साल अगाडि भन्नुभएको अब यहाँ हेर्नुहोस् 2 इयर्सको प्लान्ट हो यो 2 इयर्सको प्लान्ट हो 2 इयर्सको सिम्बोडी मार्केटको प्लान्ट हो यो जल्लै यो फ्ल्याक्सबाट बनाएको बुबुले आफ्नै हातले फ्ल्याक्सहरू सफा गरेर है तपाईँहरूलाई थाहा छ त सिम्बोडियमको फ्ल्याक्स कस्तो हुन्छ भनेर है यो डल्लै यो फ्ल्याक्सबाट बनाएको कति मेहनत लाग्छ भनेर होइन मेहनत छ यहाँनिर चाहिँ मेहनतहरू सपनाहरू साकार भएको यथार्थहरू यहाँनिर छ है लो है हामीले साँच्ची नै साँचो सपनाहरू देख्यौँ भने अवश्य पुरो हुन्छ होइन बुबु अन्त सुम्नीमा पारुहाङले चाहिँ आशीर्वाद दिन्छ है यसरी साथीभाइ हो लु यहाँ हेर्नुहोस् है यहाँ हेर्नुहोस् प्राइभेट प्रोपर्टी हो दिस इज अ प्राइभेट प्रोपर्टी अफ रवि राई यो चाहिँ प्राइभेट प्रोपर्टी हो है निजी सम्पत्ति हो यो चाहिँ हामी रोजगार खोज्छौँ होइन हामी रोजगार खोज्छौँ म पनि त्यसमै पर्छु रोजगार खोज्ने मान्छे पक्का हो बुबु पक्का हो बुबु यहाँ हेर्नुहोस् है यहाँ हेर्नुहोस् सबै सक्सेस भएको यो त सक्सेस भइसकेको हेर्नुहोस् तपाईँहरूले सबै यसको त रुटहरू सबै पक्रिसकेको छ अब यसले गाना बनाउँछ होइन बुबु बल्ब बनाउँछ त्यसपछि चाहिँ हामी पटिङ गर्छौँ है अन्त सरी मेरो फोन आएर डिस्टर्ब भयो यहाँ हेर्नुहोस् है कन्टिन्यू छु म तपाईँहरूसँग प्लान्ट है कति मन्थको यो 8 मन्थको यो 8 मन्थको प्लान्ट 8 मन्थमा चाहिँ सिम्बोडी मार्केटको फ्ल्याक्सबाट निकालेर यो त सक्सेस भइसक्यो लास्ट इयरको चाहिँ निकै मर्यो मेरो यहाँ हेर्नुहोस् है लास्ट इयरको चाहिँ निकै मर्यो यहाँ हेर्नुहोस् है 8 मन्थ्सको प्लान्ट चाहिँ यस्तो हुन्छ है लास्ट इयरको चाहिँ अलिअलि ड्यामेज भयो मर्यो भन्दैछ उहाँले यहाँ हेर्नुहोस् न परैसम्म देख्नुहुन्छ यो ऱ्याक बनाउनु भएको छ उहाँले ऱ्याक पनि एकदम स्पेसल ऱ्याक छ र त्यहाँनिर एग्रोनेट लगाएको छ ऱ्याक हेर्नु न कति दामी बुद्धि लाउनु भएको छ रड लाउनु भएको छ आफ्नै हातले बनाएको आफ्नै हातले बनाउनु भएको घरमै एकदम आम्बो घरमै बनाएको अरे अन्त एकदम वेल्डिङ मेसिन छ ल्याएको छु अन्त सकिगयो नि सक्छ अन्त जहाँ तँ चिता मनुखे म पुऱ्याउँछु भन्छ अरे नि त त्यो भनाइ पनि छ होइन उक्ति पनि छ अन्त त्यो कारणले गर्दा यहाँ हेर्नुहोस् न यहाँ प्लान्टहरू भाउजूको हो यो चाहिँ फेरि मेरो मिसेसको यो चाहिँ भाउजूको प्लान्ट यहाँ प्लान्ट फेरि अलिअलि छैन नि तपाईँको तपाईँहरूले मोन्स्टेरा पिङ्क प्रिन्सेसहरू देख्न सक्नुहुन्छ तपाईँहरूलाई चाहिएमा प्लान्ट लभरहरूलाई आएर सम्पर्क गर्न सक्नुहुन्छ एकदमै सुलभ मूल्यमा हजुरहरूले पाउन सक्नुहुन्छ यहाँ हेर्नुहोस् यहाँनिर अर्किड मात्रै छैन सिम्बोडियम मात्रै छैन अहिले चाहिँ बुबु र भाउजू नै लागि पर्नु भएको छ यसमा किनभने जहाँ इच्छा त्यहीँ उपाय भन्छ अरे है त्यसलाई नै उहाँहरूले चाहिँ आफ्नो मोटो बनाएर चाहिँ अगाडि बढिरहनु भएको छ यहाँ हेर्न सक्नुहुन्छ हामी अहिले रोजगार खोजिरहेका छौँ है तर उहाँहरूले चाहिँ आफ्नै आँगनमा दिव्य भाइ चाहिँ पहिल्यै आउँछु भन्दै थियो मैले नै नआऊ अहिले त्यो बेसी भएको छैन भनेर भर्खर मलाई रोकेर राखेको कारण चाहिँ यो रहेछ नि त है रोकेर राखेको हेर्नुहोस् न आफूले सक्सेस हुनु पर्यो गरेको कामहरू यसरी सक्सेस हुँदा त अन्त कस्तो चाहिँ चित्त बुझ्छ भन्दा नि हेर्नु नि नेपाल चाहिँ धेरै राम्रो भएको छ अन्त यस्तो दामी भएको छ लास्ट इयर त पुरा मर्यो नि मेरो हेर्नुहोस् त लु अन्त यो हेर्नुहोस् न यहाँ यी तपाईँहरू किन राम्रो छ हेल्दी छ अन्त यो कहाँनिर किन अरूको मात्रै हेरिरहनुहुन्छ यहाँनिर हाम्रै रम्बी बिचकमा हाम्रै घर आँगनमा छ नि यो सबैले गर्दा हुन्छ
सबैले गर्दै हुन्छ आह्वान गर्नुहुन्छ क्या बुबुले गरौँ न अरूलाई पनि मैले जोडौँ भनेको पनि हो अरूलाई हाम्रो दिव्य भाइलाई त मैले भनेको पनि है है पार्ट भनेको टाइम चाहिँ यो पनि गर्दै गर तिम्रो ठिकै हो के अरे टिचर लाइफ त छँदैछ ठिकै त्यो हो ठिकै हो होइन हजुर तर मैले पार्ट टाइम पनि गर्दै गरौँ भनेको चाहिँ भनेको थिएँ भाइलाई अब त्यही हो फाइनेन्सियल दादा भनेर भन्दै थियो हजुर है ठिकै छ अब मिलिहाल्छ बिस्तारै गर्नुपर्छ एकैचोटि हुँदैन ए हो यहाँ हेर्नुहोस् है आम्मा यति दामी सक्सेस भएको छ अब यसलाई पटिङ गर्दा झन् कति चाहिँ हुन्छ होला अन्त यहाँ टोटल कति हजार प्लान्ट छ यहाँ अहिले भन्नु सक्दैनौ पोहोर 9,500 थियो होइन हजुर पोहोर त अब मरेर भन्दा पनि त्यो पर र यो चाहिँ लास्ट इयरको रोकेर राखेँ मैले प्लान्ट चाहिँ योपालि चाहिँ अब यसलाई चलाउँ कि के गरौँ भइरहेछ ए अर्डर अस्ति त डिमान्डिङ हो डिमान्ड त होला डिमान्ड छ ए डिमान्ड डिमान्ड रहेछ छ अब के गर्नुहुन्छ लोभ लाग्छ है बढेपछि होइन उयोहरू चाहिँ दिँदिनँ यसमा थाहा छ नि मलाई दुइटै चाहिँ म दिँदिनँ के भने क्विन अफ हार्ट र रक्की चाहिँ म दिँदिनँ दिँदैन पक्का हो यो चाहिँ म दिँदिनँ लोभ लाग्छ बढेपछि त लोभ लागिहाल्छ अरू नि चाहिँ म दिन्छु अरू चाहिँ सब प्रायः दिन्छु सुनिहाल्नु भयो तपाईँहरूले है दादाबाट लोभ लाग्छ हौ बढेपछि त होइन, लाग्छ नि आफूले गरेको हो कि आफूले गरेको भएपछि त लोभ लागिहाल्छ राख्नु मन लागिहाल्छ त्यस्तै छ यहाँ हेर्नुहोस् है सम्भावनाहरू यहाँनिर छ यहाँ बिग्रिन्छ पनि कोही कोही बेला अब सफा गरेको यो यो चाहिँ ए सफा गरेको सफा गरेको यो सफा गरेको चाहिँ फ्याँकेको छुइनँ उता अझै 3टा ऱ्याक अझै छ सफा गर्नु सफा गरेर एउटा सफा एकदम एक गरेर मल्चिङ सानो गर्नुपर्छ सानो उयो पनि छैन यसमा बुबा अब मल चाहिँ मल चाहिँ त्यही हो अब यिनीहरूलाई चाहिँ अब यो बेबी प्लान्टलाई चाहिँ लिप सोइल र के अरे कोको पिट र पर्लाइट खालि 3वटा मात्रै छ यसमा हो यसमा है अब ठुलोलाई प्लान्टिङ गर्दाखेरि चाहिँ कोइलाहरू हाल्छु चारकोल ए हजुर त्यहाँबाट कोको चिप पर्लाइट होइन अलिकति काउडङ ए कौडङ त आउनु मेन हो नि है काउडङ त मेन भन्दा पनि अहिले चाहिँ हाल्यो प्र्याक्टिस गर्दैछ है अहिले पहिला चाहिँ अब मैले पनि देखेँ कि कौडङ मिरिकमा के अरे हाम्रो बित्नु भयो हजुर आरबी राई हजुर हाम्रो डिपी बडाहरू बित्नु भयो उहाँहरूले चाहिँ लाएको चाहिँ देखेको थिएँ अन्त तर पुरा उनीहरूको चाहिँ अब सिस्टममै पुरै ड्राई गरेर त्यसरी चाहिँ पहिला पहिलाको मान्छेहरूले चाहिँ हो रहेछ अहिले चाहिँ हामीले पनि पचेको चाहिँ सुरु गर्छ ड्राई हुनु पऱ्यो एकदमै ड्राई हुनु ड्राई गरेको देखेँ मैले पनि त्यहाँदेखिको ब्रिक्स होइन हजुर जो ग्रोयर छ नि मैले प्रायः जस्तो देखेँ ब्रिक्सको बाबाले पनि त्यही भन्नुहुन्थ्यो मलाई क्या अब एउटामा चाहिँ म के गरौँ भन्दैछु भने नि कोको चिप र यो उयसमा मात्रै कोको चिप पर्लाइट र के अरे लिप्सवेल होइन लिप्सल चाहिँ नहाल्ने ए के अरे नयाँ प्रयोग होइन नयाँ भन्दा पनि प्रायः त्यस्तै गर्छ यो जुन उयसतिर चाहिँ ठुल्ठुलो नर्सरीतिर चाहिँ त्यसै गर्छ लिप्सवेल त पाउँदैन होइन के अरे यो कोकोपिट हौ ए यो कोकोपिट 3वटा मेटेरियल्स लगाएर चाहिँ त्यसलाई चाहिँ तर फर्टिलाइजर दिने यसमा चाहिँ छैन छैन यो चाहिँ नेचरल हो यो चाहिँ के अरे लिप्सवेलबाट त्यति मात्रै अब नेचरल भन्दा पनि अब फङ्गिसाइड चाहिँ दिनुपर्छ है अस्ति जुन बर्खामा क्या ए हजुर अहिले त दिनु पर्दैन बर्खामा चाहिँ विशेष गरी चाहिँ पुरा फङ्गस लाग्छ नि लाग्छ फगी लाग्छ त्यसले मलाई पनि त्यही पिर लाग्छ हिजो सुर्ता भएको थियो क्या मलाई मेरो पनि त्यो सिजन फुलहरू रोपिरहेको छु अलिअलि मम्मी चाहिँ त फङ्गी त अन्त भुइँ कुहिरहेको थियो चिसो थियो एकदमै टेन्सन हामीलाई एकदमै टेन्सन हुन्छ हजुर यहाँ हेर्नु न यो त बुबुको त अन्त यो त सपनाहरू साकार हुन्छ कस्तो नामसँगै कोट नेमसँगै राखेको छ नि बुबुले कोट नेमसँगै राख्नु यत्रो प्लान्ट राखेपछि त हजुर हो त अन्त कोट नेम यो अलिकति चाहिँ अब टाइम मेन्टेन गर्नु चाहिँ भ्याएको छुइनँ हजुर बिस्तारै गर्नुपर्छ होइन भ्याउँछ नि अघि भनेको जस्तो मनै त हो होइन यहाँ हेर्नुहोस् है यहाँनिर यो चाहिँ के हो बुबु यो चाहिँ उयसको फ्लास ल्याएको थियौ मैले के अरे एन्थोरियमको यो ए हजुर यसको चाहिँ फ्लास ल्याएर चाहिँ मैले टिस्यु कल्चरको उयो गरेर सक्सेस बनाएँ यो पनि यहाँ हेर्नुहोस् न प्लान्ट यो पनि सक्सेस बनाएँ यसको यो चाहिँ यस्तो हुन्छ हेर्नुहोस् ल मदर प्लान्ट देखाइदिन्छु म तपाईँहरूलाई यो चाहिँ यहाँ हुन्छ सक्सेस भएको यो चाहिँ यहाँ हेर्नुहोस् एन्थेरियम यो एन्थेरियम देख्नु भएको छ कि छैन हो हजुरहरूले देख्नु भएको छैन यहाँनिर एभाइलेबल छ योहरू यो भएको हो नि अहिले चाहिँ अब ठन्डामा चाहिँ अब अलिकति त्यसलाई रोटेट आउन अलिक साह्रो पर्छ हजुर यहाँ हेर्नुहोस् न एन्थेरियम अन्त आमामा यो सक्सेस भएको होइन देख्नु भएको थिएन होला कतिजनाले त यो चाहिँ तपाईँले केबाट फ्लाक्सबाट बनाउनु भएको
यो चाहिँ होइन, ए, यो चाहिँ सिडबाट सिडबाटै ल्याएको हो। यो चाहिँ कि ल्याएर चाहिँ यहाँनिर चाहिँ भाउजूले फालेको। ए हजुर भाउजू मेहनती म हुनुहुन्छ छुइनँ यतापट्टि, यो भाउजूले हजुर गर्छ। यो प्लान्ट चाहिँ भाउजूको रहेछ सबै प्रायः जस्तो नै उसले नै गर्छ। यहाँ हेर्नुहोस् न कस्तो मिठो हो आमामा कलर कलर छ। ए टिरिका हो यो चाहिँ बेङ्गलोर भेराइटी हो यो चाहिँ कि। ए अन्त भनेपछि त अन्त बेङ्गलोरबाट आउने फुलहरू हामीले सक्यौँ भने सबैजना मिलेर गऱ्यौँ भनेर हुन्छ हुन्छ, केही पनि छैन पोसिबल, केही छैन, इम्पोसिबल भन्ने केही पनि पनि छैन। छैन है कस्तो मिठो मिठो प्लान्टहरू छ भाउजूको यहाँनिर हेर्नु न आउनुहोस् तपाईँहरू माथि हेऱ्यौ? माथि पनि थियो नि। हजुर होइन माथि हेरेको छुइनँ मैले माथि जाउँ न अँ, माथि पनि जानुपर्छ यो फर्नै हो फनै हो यो त। आम्बो। यो फन हो त। यो फनै हो। हो यो पनि फर्न हो है यो त यो पनि यहाँ फनै हो। फर्न हो रे बटरफ्लाई हो यो क्या। फर्न हो ल एक दिन प्लान्टको मात्रै चाहिँ एक दिन आउनुपर्ने छ हौ है भाउजूको हजुरले गर्छ सबै। अँ, म एक छुइनँ दिन- त्यता, एक दिन मलाई चाहिँ त्यति नाम पनि थाहा छैन। एक दिन चाहिँ प्लान्टको लागि मात्रै आउनुपर्ने रहेछ म चाहिँ यो चाहिँ यहाँ हेर्नुहोस् है यस्तो दामी छ हजुरहरूले हेर्दै गर्नु होला होइन आज म अब गएर एकछिन माथि पनि निस्किन्छु घरमा पनि अब प्रिन्सेस त छैन रहेछ उता कलेज कलेज ए कलेज कि छुट्टी भयो कलेज छुट्टी भयो। ए छुट्टी भएछ कालेबुङ गएको रहेछ प्रिन्सेस चाहिँ छैन रहेछ मैले अघि भनिहालेँ है मैले मेरो यो यहाँनिर चाहिँ अब रवि दाको फ्यामिलीसँग चाहिँ एउटा याद छ जो बितेर जानुभयो होइन विलास दाले अब ठुलो गुण लगाइराख्नु भएको छ मलाई पनि मामा हेर्नु नै यो त ज्यादा भएको छैन, 4 मन्थहरू भयो होला। 4 मन्थ 5 मन्थहरू। अन्त 4 मन्थ्सको प्लान्टहरू यो त अब तिमी समय बित्नु कति पनि त लाग्दैन तपाईँले आज ल्याएर उयो छिटाउनु चाहिँ पर्यो है उम्। इ हेर्नुहोस् न 4 मन्थ्सको प्लान्ट अन्त मेरोमा चाहिँ अब त्यही भन्छु के अरे भाइ बहिनीहरूलाई चाहिँ होइन, पढेको भाइ बहिनीहरूलाई गभर्मेन्ट जब मात्रै चाहिँ अब पोसिबल छैन। छैन 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 होइन छैन छैन किनभने अनइम्प्लोइड त वर्ल्ड वाइड हो होइन अन्त यो पनि कसैले चाहन्छ भने कसरी गर्नुपर्छ भन्ने म फ्री अफ कस्ट सिकाइदिन्छु। बस त्यति भए त ठुलो कुरो हो नि अब एकदमै त्यति भए त ठुलो कुरो एकदमै म गाइड गरिदिन्छु। त्यति भए त किनभने ठुलो कुरो मलाई पनि त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि जस्तै मलाई डिमान्ड आउँछ मैले पुऱ्याउनु सक्दिनँ, त्यति बेला चाहिँ 1000 थुकी नदी भएर चाहिँ गर्नुपर्छ गर्नु पर्यो भन्ने नि चाहिँ त मेरो सोच छ। गाउँै लागि परेको राम्रो एकदमै एकदम होइन खासमा त्यो हुन्छ माथि अब ठुलो सिमिडियम गरेको पनि त्यही हो नि त। खासमा पर्पज चाहिँ त्यही हो यसो गाउँको भाइ बहिनीहरूलाई पनि यसो होइन हजुर मार्केटिङ हुन्छ भनेर चाहिँ गरेको। हजुर तर त्यस्तो चाहिँ अहिलेसम्म पाएको छुइनँ है भाइ। तर है होइन होइन हाम्रो मान्छेलाई के सम्झिन्छ भन्नुहोस् त अहिले मान्छे इजी मनीतिर गयो नि त दुःखको कुरा त्यस्तो छ अब समाजको खस्किँदो अवस्था छ होइन अन्त श्रम गर्नै छोड्यो होइन मान्छेले अन्त श्रम गर्नु छोडेपछि आफ्नो श्रममा आफ्नो उयसमा विश्वासै गर्न छोड्यो अन्त इजी मनीपट्टि सजिलोसँगले पैसा कमाउनेपट्टि गयो त्यो पनि हो मेन एउटा कारण चाहिँ अब के भन्नु अब है चलिरहेछ तर हजुर जस्तो ऊर्जावान मानिसहरूले फेरि यसरी पनि हुन्छ है भनेर पनि देखाइदिनु भइरहेको छ क्या अब म त देखाइदिइरहेको छु गर्नेलाई म कोअपरेट पनि गर्छु। जस्तै के ठुलो कुरो गर्नु के कमी छ होइन हजुर हजुर त्यो एकदमै मेरोमा त्यो छलकपट भन्ने चाहिँ छैन। ठुलो कुरो हो नि ठुलो कुरो एकदमै म भाउजूको प्लान्टको भिडियो लिएर चाहिँ एक दिन आउँछु भाउजूसँग फेरि हो ल फलोवर्सहरू हेर्दै गर्नुहोस् है म एक दिन आउँछु फेरि हवस् त। धन्यवाद।